हामी चाहिँ आज न्यु रोडको पार्किङ कस्तो छ धरहरा पार्किङ भनेर हो। जसलाई चाहिँ न्यु रोड सपिङ गर्न अथवा कुनै कामले जानुहुन्छ त्यसको लागि चाहिँ धरहराभित्रको पार्किङ हेरौँ है त। हेर्नुहोस् है त, यहाँ चाहिँ निस्किँदाखेरि टोकन फिर्ता दिनुपर्छ। महानगरपालिकाले कर्मचारी सहित व्यवस्थित गरिदिएको छ। अब समय पनि लेखिदिएको छ होइन, हेरिहाल्नुभयो होला। यहाँ यसरी टोकन लिने हो। यहाँ टोकन लिएपछि हामी भित्र जान्छौँ। भित्र चाहिँ डोरी टाँगेको छ आउने जानेको लागि, तर मान्छे हिँड्न पनि बाटो छ। यहाँ चाहिँ यसरी नै हिँड्न पर्यो होइन। यहाँनिरबाट चाहिँ यहाँ अलिकति भित्रबाट चाहिँ के अरे बाटो छ क्या, तलमाथि जाने सिँढी छ, त्यो सिँढीबाट हिँड्न सक्छौँ। यो चाहिँ पहिला बाइक पार्किङ हुन्थ्यो टन्न, अहिले चाहिँ गाडी पार्किङ छ। हेर्नु न, ठ्याक्क सजिलोको लागि यहाँ रोको नम्बर पनि लेखिदिएको छ, कसरी मिलाएर राख्ने। यो लाइनमा छ भनेर, तर राखेको ठाउँ आफूले सम्झिनु पऱ्यो। 1 को लाइन भनेर यसरी व्यवस्थापन गरिदिएको छ। टन्न गाडीहरू छ, धेरै अड्छ गाडी। किन त भन्न सकिनँ, लगभग 100 गाडी चाहिँ अड्छ जस्तो लाग्छ मलाई यहाँ होइन। अब यहाँ पहिला बाइक पार्किङ थियो टन्न बाइक पार्किङ थियो। अब अहिले यहाँ यसलाई गाडी पार्किङ बनाएको छ। तर यहाँ चिसो पनि छ, बाहिर गर्मी छ भने यहाँ चिसोमा आनन्दले चिसोमा बस्न सकिन्छ। अब तल बिचको तला जाउँ। बिचको तलामा हामी जाँदैछौँ। यो प्यासेजबाट हिँड्न सकिन्छ। भर्याङ पनि हो त्यो। तल बाइक पार्किङ हो, हेर्नुहोस् है। बाइक त कति छ, टन्न बाइक पार्किङ छ। यहाँ बाइक पार्किङ गर्न सक्नुहुन्छ। यहाँ टन्न बाइकै पार्किङ गरेर बाहिर सपिङ गरेर आएर फेरि फर्किन सक्नुहुन्छ। पार्किङको समस्या छैन। न्यु रोडमा कहाँ गर्ने पार्किङ, कहाँ गर्ने भन्नुहुन्छ, यहीँ धरहरा निऱ्यो फुत्त छिराइदियो। अलिकति हिँड्न चाहिँ दुःख गर्नुपर्छ, हिँड्न चाहिँ सक्नुपर्छ। हिँड्न नि पऱ्यो क्यारे, शरीर एक्सर्साइज पनि हुन्छ। ल हेर्नुहोस् बाइक कति छ, टन्न छैन त। आउने जाने चलिरहेको हुन्छ, तर बाइक पार्किङ कहाँ गरौँ भन्ने समस्या आउँदैन। कहीँ न कहीँ खाली हुन्छ है। गाडीको पनि त्यही हो। ल अब हामी लास्ट जाउँ। तेस्रो तला हो यो चाहिँ, भुइँतला सबभन्दा। सबै हुन त जमिन मुनिबाट नै हो, तिनै तला। तल पनि माथि नअटेको तल गाडी छ, हेर्नु न, टन्न गाडी। 2 ठाउँमा गाडी पार्किङ हो। इनफ पार्किङ छ। अब हुन त अब चाडबाडमा यसले नपुग्ला। प्रत्येक ठुल्ठुलो कम्प्लेक्सहरूले पनि अन्डरग्राउन्ड पार्किङ त राखिदिएको होला, तर त्यो गर्दा पुग्न सक्छ। हेर्नुहोस् न, यहाँ चाहिँ खाली नै छ। यति गर्दा पनि छ। अब हामी फर्किँदैछौँ। मैले चाहिँ उता पार्किङ गरेर राखेको छु। उहाँ दिदीले स्कुटर निकाल्दै हुनुहुन्छ। यस्तो आउने जाने भइरहेको छ होइन। निस्किँदैछ। म पनि मेरो बाइक भाटामा जाँदैछु। अनि बाइकमा गयो, एकछिन बाहिर काम सकेर भित्र छिरेको हो। यो चाहिँ धेरै सजिलो छ, अहिले धेरै नै सजिलो भएको छ। यस्तो पार्किङहरू चाहिँ लगभग त्यो सपिङ गर्ने ठाउँहरूमा, मान्छेको भिड हुने ठाउँमा यस्तो ठुल्ठुलो पार्किङ बनाइदियो भने धेरै काम गर्छ। भोटाइटी लाइनमा नि पार्किङ आवश्यक छ। हस् त, बाई, धन्यवाद।